हेलो नमस्ते, हार्दिक स्वागत छ अर्को एउटा नयाँ भिडियोमा। मैले विद्यार्थीहरूलाई चाहिँ केही परियोजना कार्यहरू फेरि पनि अर्को वर्क दिएको छु। यो चाहिँ अलिकति भिडियो चाहिँ पुरानो चाहिँ हो। हाल चाहिँ विद्यार्थीहरू कक्षा 10 मा अध्ययनरत छन् र मैले उनीहरूलाई चाहिँ कक्षा 9 मा पढ्दै गर्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ यो टास्क बनाएको थिएँ। म बेला बेलामा विद्यार्थीहरूलाई अलिकति कम्बाइन गरिराखेको हुन्छु। उनीहरूलाई चाहिँ गेट टुगेदर गरेर चाहिँ टिचिङ गरिराखेको हुन्छु। स्पेसली विद्यार्थीहरूको लर्निङ प्रोसेस, लर्निङ ग्रोइङको लागि चाहिँ मैले यो गर्ने गर्दछु र मैले जे जति गरेको छु यीबाट विद्यार्थीहरूमा देखिएको परिवर्तन साँच्चीकै राम्रो छ। मलाई खुसी लाग्छ विद्यार्थीहरूको जुन पार्टिसिपेसन्स, एक्टिभ पार्टिसिपेसन्स हेर्दाखेरि पनि उनीहरू चाहिँ एकदमै सक्रिय रूपमा सहभागिता जनाएका हुन्छन्, जसले गर्दाखेरि म स्वयं आफैलाई पनि विद्यार्थीहरूलाई पठन पाठन गर्नका निमित्त अथवा पढाउनका निमित्त म अत्यन्तै सजिलो भइराखेको हुन्छ। र केही विद्यार्थीहरू यस्तो कुरामा बढी जागरुक हुने गर्दछन् र केही अलिक कम पनि हुन्छन्। तथापि सबैजनालाई चाहिँ एउटै ठाउँमा राखेर चाहिँ सिकाउँदाखेरि विद्यार्थीहरूमा अलिकति चासो बढेको जस्तो, रुचि बढाएको जस्तो देख्छु र म आफै पनि विद्यार्थीसँग यसरी काम गरिरहँदाखेरि एक किसिमको मलाई पनि ऊर्जा मिलेको हुन्छ र विद्यार्थीसँग सिकाउँदाखेरि विद्यार्थीहरूलाई चाहिँ एकअर्काले गरेको देखेर पनि उनीहरूले सिक्छन् र यसरी सिकेको कुरा दिगो हुने कुरा पनि रहन्छ र विद्यार्थीहरूको तपाईँ देख्न सक्नुहुन्छ दृश्यमा एकदमै चासो गरिराखेका हुन्छन्। र मैले यसपालि चाहिँ अङ्ग्रेजी विषयको चाहिँ कक्षा 9 को अङ्ग्रेजी विषयको चाहिँ टास्क गराउन गइराखेको छु। अर्थात् अङ्ग्रेजी विषय अन्तर्गत रहेर मैले विशेष गरेर मोडल एक्जुलेरी भर्ब्सहरू र त्यसै गरी पार्ट्स अफ स्पिचहरू, त्यसै गरी अन्य एक्टिभिटिजहरू मैले यहाँ गराइराखेको छु र विद्यार्थीहरूको क्रिएटिभिटीलाई चाहिँ विशेष मैले यहाँ चाहिँ एक्सप्लोर गर्ने सोच बनाएको छु र मैले केही सपोर्ट पनि गरेको छु विद्यार्थीहरूलाई के गर्ने विद्यार्थीहरू मजाले ग्रुपमा एकदमै लागिराखेका छन्। यसरी चाहिँ ग्रुप डिभिजन गर्दाखेरि चाहिँ विद्यार्थीहरूमा एक किसिमको चाहिँ सिकाइ प्रति बढी प्रेरित भएको। मैले यो विद्यालयमा आइसकेपछि थुप्रै यस्ता खालका गतिविधिहरू गरेको छु, मात्रै यति हो कि बाहिर नल्याएको मात्रै। योभन्दा अगाडिका भिडियोहरू मैले कक्षा 8 मा सामाजिक विषय अध्ययन गर्दै गर्दाखेरि होस् या कक्षा 9 मा अङ्ग्रेजी विषय होस् या 10 मा अङ्ग्रेजी विषय होस्, यी विषयहरू वस्तुहरूमा विशेष गरेर मैले आफूले पढाउने विषयवस्तुमा चाहिँ प्रोजेक्ट वर्कहरू बेला बेलामा गराइराखेको हुन्छु। फेरि यस्तो पनि हुँदो रहेछ, कतिपय कुराहरू विद्यार्थीहरूले आफैले गरिरहँदाखेरि केही जटिलता पाउँदा रहेछन्, त्यस पछाडि मैले आफैले पनि उनीहरूलाई चाहिँ सहयोग गरिराखेको हुन्छु, जसले गर्दाखेरि विद्यार्थीहरू सबै चिजहरू हामी आफूले ल्याएको हो। विद्यार्थीहरूबाट सङ्कलन गरेर 5-10 रुपियाँ सङ्कलन गरेर उठाएर ल्याएर हामीले चाहिँ यो बनाएका छौँ। विद्यालयबाट हामीले अहिले यो लगेका छैनौँ, विद्यालयबाट आफैले गराएर विद्यार्थीहरूप्रतिको विद्यार्थीहरूले यस्तो खालको रुचि चाहना चाहिँ यो सिकाइप्रति रहेको छ। विद्यार्थीलाई सिकाउने विधिहरूको चाहिँ फरक फरक विधिहरूको प्रयोग गरियो भने विद्यार्थीहरूमा सिक्ने एउटा खालको इच्छा शक्ति बढ्छ जस्तो लाग्छ र अन्ततः उनीहरूले चाहिँ आफ्नो टास्क पुरा गरिसक्ने बेला भइसकेको छ। लागिराखेका छन् विद्यार्थी, एकदमै क्रमिक रूपमा लागिराखेका छन्। फाइनल्ली उनीहरूले चाहिँ ओके एक्जुलेरी भर्ब्सहरू, मोडल भर्ब्सको छुट्टै, एक्जुलेरी भर्बको छुट्टै
उनीहरूले बनाइराखेका छन्। लगभग फाइनल्ली उनीहरूले चाहिँ कामहरू गरिसकेका छन् र उनीहरूको एक्जिबिसन्स पनि ओके रहनेछ। ओके ओके उनीहरूले चाहिँ अब डेमोन्स्ट्रेसन पनि गर्दैछन् सबैजनाको। यो एउटा ग्रुपको मात्रै आएको छ र सबै ग्रुपले अरू बाँकी केही ग्रुपले गराउनु बाँकी नै छ। ओके थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। बाई बाई।